वेलकम हामी चाहिँ आज पुष्पलाल घुम्न आएको केटाहरूसँग शनिबारको दिन है। आज लोद मान्छे रहेछ। पहिलातिर त हुँदैन थियो, तर आज चाहिँ खोइ के भयो, आज 10 जनासम्म नै नहुन्थ्यो, आज त 100 जना बराबर। त्यस्तै छ। हेलो वेलकम। हामी चाहिँ आज पुष्पलाल घुम्न आएको केटाहरूसँग शनिबारको दिन है। आज लोद मान्छे रहेछ। पहिलातिर त हुँदैन थियो, तर आज चाहिँ खोइ के भयो, आज 10 जनासम्म नै नहुन्थ्यो, आज त 100 जना बराबर। त्यस्तै छ। त्यो पुष्पलालमा चाहिँ यसो माइन्ड फ्रेस गर्नुलाई आउनलाई मजा आउँछ यहाँ केटाहरूसँग होइन। दिनभरि पढ्यो दिमाग खराब झ्याउ, त्यो माथि एकछिन आएर रमाइलो गरेर यसो बसिराखेर राम्रो लाग्छ। यताखेरि पोर्ट खेल्ने ठाउँ छ, यहाँ पोर्ट सक्का छ। मोबाइलमा खेले पनि खेल्ने ठाउँ छ। मेरो गाउँ त्यो माथि सेकेन्डको भेटिन्छ मैले भेट्दै भेट्दैन मन। कसम भेटिदिन्छौ त्यति कसम ल मान्छु ल, त्यो भेटाइदिएन टोक्कल भन्दैन अलिकतिले। यो चाहिँ बाँदर हो कि जता पनि उफ्रिने काम गर्छ। पुष्पलालको लागि यो पोखरीको लागि यहाँबाट पानी दिने गर्छ है। यहाँबाट कहाँबाट आउँछ त्यो पानी भन्दा? भित्र बोरिङबाट निकाल्छ। डिप बोरिङ भन्दा यही भित्रै बोरिङ हुन्छ कि डिप बोरिङ छ कि थाहा नै छैन रहेछ। हामी चाहिँ यो होल एरिया हो, यता पन्ड छ बिचमा। अनि यहाँ चाहिँ बोटिङ सोटिङ पनि हुन्छ। त्यस्तै 40-50 रुपियाँ टिकट एकजनाको। मजा चाहिँ आउँदैन। आधी घन्टासम्म चाहिँ तपाईँहरू बोटिङ पनि गर्न सक्नुहुन्छ। यहाँ मेरो साथी चाहिँ यतैतिर बस्ने हो। यसले चाहिँ जहिले जे पनि खेल्ने गर्छ कि फेरि यसो कामै खेल्ने हो। अनि तपाईँहरू चाहिँ यहाँ आउँदाखेरि चाहिँ यहाँ दिदीको मिठो चटपटे बस यहाँ बसेर चटपटे यसो यहाँ बसेर बस्ने ठाउँहरू भन्छ, चटपटे खान सक्नुहुन्छ। त्यस्तै हो। माने मैले तल यार खाँदै उता नपुगेसम्म त्यो नरहनु सक्छु। अनि अहिले चाहिँ यो अब घाम लागेर चाहिँ हाम्रो अनुहार टल्किरहेछ है। हामी चाहिँ केटाहरू मात्र होइन, यहाँ कपल्सहरू पनि आउँछन्। अब त्यही हो, हामी चाहिँ सिङ्गल मान्छे केटा मात्र हिँड्छौँ होइन। यहाँ कपल्सहरू पनि आउने गर्छ। यहाँ चाहिँ एउटा बोटिङ छ, बोटिङको लागि चाहिँ एउटा। अनि पन्ड छ यहाँ बिचमा। त्यही हो। यहाँ दिदी बहिनीहरू यहाँ टिकटक बनाउँदै हुनुहुन्छ। यस्तै हो। कस्तो हेर्ने होइन, हेर्ने काम हेर्छ। कस्तो आँखा यत्रो भएर ठिकै हो। यता चाहिँ हामी एक राउन्ड मार्दैछौँ है। माछाहरू किन ननिक्ले भन्दै बोटिङ भइरहेको छ। बोटिङ भएर डराएर अनि अब अगायो नि त उनीहरूलाई, त्यही भएर हो। भुजाले भरेर अरू बेला चाहिँ पुष्पलालमा कमै मान्छे हुन्थ्यो, तर खोइ यसपालि टुरिस्टहरू धेरै आयो। क्या हो, धेरै छ। अझै के भएर यही हो पुष्पलाल भनेको है। यो चाहिँ खासमा चाहिँ अब त्यो कम्युनिस्ट पुष्पलाल भन्नेको स्मृतिमा बनाएको पार्क हो। यो 2071 8 महिना 21 सालमा चाहिँ यो स्थापना भएको थियो। खासमा चाहिँ उता लेख्या हो।
यसको व्यवस्थापन समिति चाहिँ ब्रह्मचारी सहयोगी सेवा केन्द्र मकवानपुर छ। अनि यहाँ चाहिँ यहाँ ल छिरो के यहाँ चाहिँ यो भित्र चाहिँ यहाँ चाहिँ यो पुष्पलाल बुढोको अब स्मृतिमा एउटा छ बनाएको होइन, व्हाइटमा छ तर राम्रो छ, व्हाइट सो आउँछ। अहिले एकछिनमा जान लागि टोकलाई चाहिँ यताबाट जाने हो यहाँ। अब यहाँ चाहिँ यो पुष्पलाल कम्युनिस्ट यहाँ चाहिँ के भन्छ अरे यो पुष्पलाल अब भनौँ न उहाँको नाम चाहिँ उयो हो होइन, चस्मा लगाएर ढक्क हिरो पारामा बस्नु भएको छ होइन। उहाँ चाहिँ अब यो जस्तै अब एमालेपट्टिको के अब मदन भण्डारी भने जस्तै उहाँ चाहिँ त्यो पुष्पलाल दाइ हो। तपाईँहरू यहाँ बसेर बोरिङ भएर के भयो भने मतलब लाइक यहाँ फोटो खिच्ने पनि ठाउँ छ, फोटो पनि खिच्न सक्नुहुन्छ। एउटा फोटोको 20 रुपियाँ लिन्छ, आफ्नो इच्छा अनुसार कतिवटा खिच्ने हो त्यो अनुसारले खिच्न पनि सक्नुहुन्छ। अनि त्यहाँ फोटो खिच्ने पनि ठाउँ छ, यहाँ क्यामेरा गर्ने व्यवस्था छ, आएर यसो फोटो पनि खिचिदिनु होइन। एउटाको 20 रुपियाँ, एउटा फोटोको 20 रुपियाँ। यहाँ पानी पनि खाने व्यवस्था छ, चिसो पानी पाउँछ 24 घन्टा यहाँ चिसो पानी पाउँछ। यहाँ फ्रीमा हो है, तर पैसा चाहिँ तिर्नु पर्दैन। यहाँ चाहिँ पुष्पलाल स्मृति पुस्तकालय पनि छ, त्यहाँ गएर तपाईँहरूले आफूलाई रुचि लाग्ने किताबहरू अब एकछिनको लागि लिएर पढ्न पनि सक्नुहुन्छ यहाँभित्र आएर। अनि त्यसपछि त्यहीँ लगेर फेरि छोड्नु पनि पर्ने हुन्छ। कहाँ जानु घुम्ने कि होइन घुम्ने कि यहाँ चाहिँ ठुल्ठुलो माछा थियो, आजभोलि चाहिँ खोइ के भयो अगाएर नआएको जस्तो छ।